दुईटा आँखा हुन्छन् भनेर पनि बहस गरेर हिँड्नु पर्ने भयो। हामीले मान्छेका दुईटा कान हुन्छन् भनेर पनि बहस गरेर हिँड्नु पर्ने भयो। यो बहसका लागि खड्ग प्रसादजीले हामीलाई झोकिदिनु भयो। किनभने खड्ग प्रसादजीको यो विघटनका पछाडि फगट दुईटा कारण छन्। पत्रकारहरू मलाई सोध्नुहुन्छ अन्तर्राष्ट्रिय कारण के छ, क्षेत्रीय कारण के छ, राष्ट्रिय राजनीतिको कारण के छ, केही पनि छैन। खड्ग प्रसादजीको लहर र खड्ग प्रसादजीको सनक बाहेक केही पनि छैन। अरू देशमा यो कदम संवैधानिक हुन सक्छ। नेपालमै पनि 47 सालको संविधानले जुन धाराहरू प्रतिपादन गरेको थियो, 4 पटक संसद विघटनका सिफारिसहरू भए। 2 पटक अदालतले सदर गर्यो, 2 पटक अदालतले बदर गर्यो। त्यो बेलाको परिस्थिति भिन्न थियो। तर ती 4 पटकको विघटनलाई मध्यनजर राखेर यो संविधान बनाउँदाखेरि प्रतिनिधि सभालाई प्राकृतिक रूपमा मृत्युवरण गर्न दिने, यसलाई मृत्युदण्ड दिन नदिने, प्राकृतिक रूपमा मृत्युवरण गर्न पाउनु पर्ने, यसलाई मृत्युदण्ड दिन नपाइने घोषणा गर्यो। सबैभन्दा धेरै 3 हात उफ्लिने यो प्रावधानको लागि प्रतिनिधि सभाको आयु 5 वर्ष हुनुपर्छ, विघटन हुनु पर्दैन भन्नेमा विद्यादेवी भण्डारीजी, खड्ग प्रसाद ओलीजी र तेस्रो मान्छे सुभाष चन्द्र नेम्बाङजी हुनुहुन्थ्यो। नेम्बाङजी संविधान सभामा चाहिँ सभाध्यक्ष हुनुहुन्थ्यो। संविधान लेखकको भारतमा अम्बेडकरको शालिग बनाइएको छ कन्स्टिट्युसन ड्राफ्टिङ कमिटीको। नेपालमा सुभाष चन्द्र नेम्बाङजी पछिल्लो कालखण्डमा प्रतिगमनको लेखनदास भएर हिँड्नु भएको छ। यो भन्दा ठुलो दुर्भाग्य के हुन सक्छ? मान्छे बिकाउ हुँदा रहेछन्। बिक्ने मान्छेहरू अहिले बालुवाटारमा छन्, बिक्ने मान्छेहरू अहिले सिंहदरबारमा छन्। तर पहाड स्वाभिमान छ, मधेस स्वाभिमान छ, तराई स्वाभिमान छ। अरूको केही पनि गल्ती छैन, गल्ती राजनीतिक दलहरूको छ। खड्ग प्रसादजी निरन्तर सन्किँदै जाँदाखेरि उहाँको पार्टीले नियन्त्रण गर्न सकेन, मूल्यमा लडाई लडेन। उहाँको पार्टीले लेनदेनमा नै अल्मलिरहेको थियो। खड्ग प्रसादजी सन्किँदै जानुभयो। अहिले संविधान सभाको म एक लाइनमा फेरि सक्छु, यो कदम असंवैधानिक किन छ भने यो संविधानले प्रतिनिधि सभा विघटनको परिकल्पना नै गरेको छैन, नम्बर 1। नम्बर 2, हामी आउँ यो अलोकतान्त्रिक छ भनेर हामी किन भन्छौँ भने विश्वका कैयन देशमा यो लोकतान्त्रिक हुन सक्छ। तर खड्ग प्रसादजीको अपराधको बकपत्र भन्ने गरेको छु मैले। उहाँले अदालतलाई दिएको जवाब र राष्ट्रिय छापाहरूमा र टेलिभिजनमा दिएका विचार हेर्नुहुन्छ भने मेरो दलमा किचलो भएको कारणले मैले प्रतिनिधि सभा विघटन गरेँ भन्नुभएको छ। हामीले खड्ग प्रसादजीलाई चुनावमा भोट हालेको होइन, हामीले विद्यादेवी भण्डारीजीलाई मत हालेको होइन। तपाईँ सप्तरीवासीहरूले या म मोरङ या काठमाडौँवासीले मत हालेको, आफ्नो क्षेत्रको सांसदलाई मत हालेको। तिनै सांसदहरूबाट बहुमत प्राप्त दलले खड्ग प्रसादजीलाई चुनावमा जिताएका हुन्। कार्यकारी प्रधानमन्त्रीको निर्वाचन भएको होइन, कार्यकारी राष्ट्रपतिको निर्वाचन भएको होइन। नेपालको संविधान यो आउनुभन्दा धेरै वर्ष अगाडि पञ्चायत कालमा नेपालको सार्वभौम सत्ता राजामा निहित थियो, श्री 5 मा निहित थियो। त्यो व्यवस्था बदलियो। अहिले सार्वभौम सत्ता नेपाली जनतामा छ। मालिक तपाईँ हो, तर तपाईँ मालिकलाई चाहिँ रैती जस्तो व्यवहार नेताहरूले पनि गरे। त्यो दुर्भाग्यको बारेमा हामी पछि चर्चा गरौँला। तर हामीले जुन यो चाहिँ चर्चा गऱ्यौँ यो संविधान सभा विघटनको बारेमा चाहिँ हाम्रो सार्वभौम सत्ता हामीले हाम्रा सांसदहरूलाई जिम्मा दियौँ। 5 वर्षमा आएपछि उनीहरूलाई निरन्तरता दिने या उनीहरूलाई हराउने या उनीहरूलाई जिताउने, त्यो हाम्रो अधिकारको कुरा हो। तर त्यो 5 वर्ष नपुग्दै खड्ग प्रसादजीले त्यो सार्वभौम सत्तामाथि खड्ग प्रहार गरिदिनु भयो। भनेको अपमान जनताको गर्नुभयो। उहाँसँग कुनै समस्या थिएन, संसदमा कुनै समस्या थिएन। समस्या दुईटा थिए। एक, आफ्नै दलमा अल्पमतमा परेपछि उहाँले आफ्नै दलमा आगो लगाइदिनु भयो। 2, संसदमा अल्पमतमा पर्ने भएपछि उहाँले संसदमा पनि आगो लगाइदिनु भयो। लाउँदा लाउँदै उहाँले संविधानमा पनि आगो लगाइदिनु भयो। हामी मौन बस्यौँ भने भोलि संघीयतामा आगो लाउनुहुन्छ, पर्सि उहाँले गणतन्त्रमा आगो लाउनुहुन्छ। हामी मौन बस्ने कि नबस्ने प्रश्न यो हो। त्यसैले प्रश्न प्रतिनिधि सभाको विघटनको मात्र होइन, प्रश्न संविधानको विघटनको क्रम सुरु हुन थालेको हो कि भन्ने हो। प्रतिगमन यात्रा गर्दैछ खड्ग प्रसादजी र चाहिँ विद्यादेवी भण्डारीको काँधमा चढेर प्रतिगमनले यात्रा सुरु गरिसकेको छ। यो बेलामा नागरिक समाज जागरुक हुनुपर्छ, यो बेलामा राजनीतिक समाज जागरुक हुनुपर्छ। तपाईहरुले सरकारी वकिलको मैले धेरै बोलिसके यो विघटनको बारेमा, टेलिभिजनमा दर्जनौं इन्टरभ्यु दिइसके। त्यसले म छोटकरीमा केही कुरा राख्न चाहन्छु। सरकारी वकिलहरूले प्रधानमन्त्रीको पक्षमा गरेको बहसको बारेमा तपाईले हेर्नुभयो भने अत्यन्तै आपत्तिजनक कुरा गर्नुभएको छ। उहाँहरूले भन्नुभएको छ यो संविधानमा व्यवस्था छैन तर प्रधानमन्त्रीमा अवशिष्ट अधिकार छ। उहाँहरूले भन्नुभएको छ
यो संविधानमा व्यवस्था छैन। तर हिजोको राजाको अधिकार खड्ग प्रसादमा छ भन्नुभएको छ। त्यो दुस्साहस खड्ग प्रसादको वकिलहरूलाई, सरकारी वकिलहरूलाई कहाँबाट प्राप्त भयो? त्यो तपाईको सार्वभौम सत्तामाथि प्रहार हो, तपाईको विवेकमाथिको प्रहार हो, नेपालको लोकतन्त्रमाथिको प्रहार हो। त्यसले खड्ग प्रसादजी सन्किसक्नुभयो। खड्ग प्रसादजीको सनकको कुनै सीमा छैन। कहिले भन्नुहुन्छ हुम्लामा जुन नेपालको सिमाना मिचिएको छ लिमीमा, त्यो मिचिएको छैन, चीनले बनाएको भूभाग त्यो चिनिया भूभागकै हो भनेर भन्नुहुन्छ। कहिले भन्नुहुन्छ 2000 वर्ष पुरानो भारतको अयोध्या त्यो नक्कली हो, अयोध्या नेपालमा छ, राम जन्मेका हुन् भन्नुहुन्छ। खड्ग प्रसादजी कहिले भन्नुहुन्छ भारतले मेरो सरकार हटाउन लागेको छ भनेर आफ्ना कार्यकर्तालाई माइती घरमा उतार्नुहुन्छ। कहिले भारतको जासुसी संस्थाका प्रमुखलाई मध्यरातमा भेट्नुहुन्छ। खड्ग प्रसादजीको बोलीको कुनै ठेगान छैन, खड्ग प्रसादजीको कदमको कुनै ठेगान छैन। यसमा जति दोष खड्ग प्रसादको छ, केही दोष माधवजीको पनि छ, केही दोष चाहिँ प्रचण्डजीको पनि छ, केही दोष चाहिँ शेरबहादुर देउवाजीको पनि छ। किनभने हामीले दोषको कुरा गर्दैछौँ, नागरिकहरू आज देशमा खुसी छैनन्। खड्ग प्रसादजीलाई लाग्छ नागरिकहरू मौन छन्, त्यो मौनताको कारणले मेरो कदमलाई समर्थन ठान्नु भएको छ, त्यो भुल गर्दै हुनुहुन्छ। नागरिकहरू खुसी किन छैनन्? 700 किलोमिटरसम्म तराईका मजदुरहरूलाई कोभिडको बेलामा चाहिँ निरङ्कुश तवरले हिँड्नको लागि भोकै बाध्य पार्नुभयो खड्ग प्रसादजीले। कात्रोमा पनि कमिसन खानुभयो भन्ने कुरा छ खड्ग प्रसादजीका मन्त्रीहरूले। उहाँका मन्त्रीहरूले कमाउ धन्दा गरे, संसार कोभिड विरुद्ध लडिरहेको थियो, तर नेपाल भ्रष्टाचारमा लिप्त थियो। किसानहरू खुसी छैनन् किनभने मलखात किसानले समयमा पाएनन्। आम नागरिकहरू खुसी छैनन्। नागरिकहरू खुसी नभएको बेलामा जस्तो सुकै कदम जो सुकैले पनि चाल्न सक्छ। त्यसैले नेपाल कता जान्छ? म यहाँहरूसँग विनम्रताका साथ 3वटा कुरा निवेदन गर्छु। एक, मधेस सहिष्णुताका लागि चिनिन्छ। सहिष्णुता भनेको कमजोरी होइन, सहिष्णुता भनेको तागत हो। सहिष्णुता गान्धीले आफ्नो शत्रु भनेर कसैलाई पनि मान्नुहुन्न थियो। महात्मा गान्धीले हिटलरलाई पनि पत्र लेख्दा प्रिय हिटलर भनेर नै लेख्नुहुन्थ्यो। महात्मा गान्धी घृणा गर्नुहुन्न थियो। घृणाविहीन राजनीति, अधिकारको आन्दोलन गर्दा घृणा मिसिनु हुँदैन। त्यसैले तराईले जोड्नुपर्छ सबैलाई। हामी तोड्ने होइन जोड्ने राजनीतिको हामी पक्षमा छौँ र हामी जोडदार ढङ्गले भन्न चाहन्छौँ समुदाय बीच स्थिर र सुमधुर सम्बन्ध आजको नेपालको आवश्यकता हो। र अधिकारको लडाईँ लड्दाखेरि क्षेत्रवाद र जातिवादमा कहिलेका अल्मलियो भने ठुलो क्षति हुन सक्छ। त्यसले धकेल्दै धकेल्दै दलहरूलाई लोकतान्त्रिक गणतन्त्रसम्म पुर्यायो। त्यसका लागि जनता नै सडकमा उत्रेका हुन्। नेपालमा संविधान सभाको चुनाव भयो भने त्यो काङ्ग्रेसको एजेन्डा थियो भनिन्छ, 7 सालमा छोडिसकेको थियो। त्यो माओवादीको एजेन्डा थियो। त्यही कारणले गर्दा संविधान सभाको चुनाव भयो। र नेपालमा संघीयता यदि आयो भने त्यो मधेस आन्दोलनको परिणाम स्वरूप संघीयता आयो। परिणामको कुरा म गर्दा फेरि चर्चा गर्छु। संसदमा कुनै प्रस्ताव बहसमा जाँदा कुनै एउटा पार्टीले लान सक्छ। त्यो एउटा क ख ग पार्टीको प्रस्ताव हुन सक्छ। जब त्यो कानुन बन्छ सबै सांसदहरूले स्वीकार गरेर त्यो राष्ट्रको कानुन बन्छ। ठीक त्यस्तै आन्दोलनहरू पनि कुनै कालखण्डमा कसैले उठाएका हुन सक्छन्, तर जब त्यो राष्ट्रको एजेन्डा बन्छ त्यो समग्र देशको एजेन्डा बन्छ। आज लोकतान्त्रिक गणतन्त्र समग्र देशको चाहिँ त्यो गर्वको विषय हो। आज संघीयता समग्र देशको गर्वको विषय हो। त्यसैले आज मैले जोड दिएर यहाँहरूसँग भन्न खोजेको कुरा के हो भने खड्ग प्रसादजी इतिहासका यी कालखण्डमा 62-63 पछि जति पनि आन्दोलन भए ती सबै आन्दोलनको उहाँ विरोधी हुनुहुन्थ्यो। त्यही प्रतिशोध उहाँ बदला लिइरहनु भएको छ। लोकतान्त्रिक गणतन्त्रमाथि पनि बदला लिइरहनु भएको छ, संघीयतामाथि पनि बदला लिइरहनु भएको छ। उहाँकै पार्टीको सरकार थियो 6 नम्बर प्रदेशमा चाहिँ सुर्खेतमा चाहिँ कर्णाली प्रदेशमा। त्यसका मुख्यमन्त्रीहरूसँगको मिटिङमा खड्ग प्रसादजीले भनिदिनु भयो तपाईहरू मेरो मातहतको प्रशासकीय युनिट हो, त्यो भनेको संघीयताको धारणाको विपरीत हो। खड्ग प्रसादजीले आज संघीयता कार्यान्वयन गर्नका लागि अनेकौं अवरोधहरू सिर्जना गरेर बस्नु भएको छ। त्यो मैले भनेको होइन, त्यो उहाँकै मुख्यमन्त्रीहरूले भनेको हो। एक थरी मानिसहरू यो वितृष्टाको माझमा प्राप्त उपलब्धिहरूलाई अन्त्य गर्नुपर्छ भनेर लागेका छन्, षड्यन्त्रमा लागेका छन्। हामीले सावधान हुनुपर्छ, सजग हुनुपर्छ।